हेलो गाइस, वेलकम टु माई अनदर ब्लग। म प्रेमा, हजुरहरूलाई मेरो ब्लगमा स्वागत छ। म चाहिँ आज ब्लग स्टार्ट गरेको छु भर्खर सेकेन्ड शिफ्टमा होइन, भनेपछि इभिनिङ हुँदैछ। यहाँ युएमा इभिनिङ हुँदैछ। इभिनिङको 6:35 भइसकेको छ। अब म चाहिँ ड्युटी हिँडेको होइन, म अलरेडी रेडी भइसकेको छु होइन। म चाहिँ यहाँ बाहिर सोफामा बसेर ब्लग स्टार्ट गरेको आज, किनकि यहाँ बाहिर एउटा सोफा छ दामी होइन। खै किन निकालेर रुमबाट सायद भाँचेछ, त्यसो भए उनीहरूले बाहिर निकालेको छ। आज अहिले चाहिँ म हजुरहरूलाई बाहिर जान्छु अनि हजुरहरूलाई बाहिरको भ्यू देखाउँछु अनि हल्का लुलु एक्सप्रेसमा जान्छु होइन। अनि एउटा कोल्ड ड्रिङ्क्स किन्छु अनि खाँदै ड्युटी जान्छु म, किनकि अहिले खाएन भने चाहिँ ड्युटीमा चाहिँ भोक लाग्छ, त्यसैले मैले खाएर जान्छु है त, हल्का फुल्का केही कोल्ड ड्रिङ्क्स। बाहिरको भ्यू केही यस्तो छ हल्का लुलु एक्सप्रेस पनि यहीँ छ रहेछ। निदाइरहनु भएको छ मेरो ब्लगमा आइदिनु। यहाँ चाहिँ यस्तो ब्रेड सेक्सन छ होइन गाइस, ब्रेड त खाँदिनँ, बिस्कुट खाइरहेको छु। कोल्ड ड्रिङ्क्स लान्छु भनेको, अब लस्सी एउटा लिएर जान्छु सल्टीवाला, अनि हुन्छ है। जाने हो कतिको सर्टेज छ? अब छैन, 1 रुपियाँ दिन्छ, 1 रुपियाँ दिन्छ, हामीलाई 1 रुपियाँ दिने खै। हामीले त 50 अझ नि सर्टेज छ, हामीले त सर्टेज गरिरहेको छ। म बसेको नजिक पेट्रोल पम्प नि छ एउटा, 40 सेन्ट गरेर जाँदैछ। अब यस्तो बाटो आएको हामी, अब यस्तो बाटो जाने हो होइन। अब कति घन्टा काम गर्नुपर्छ? 5 घन्टा बाँकी छ काम गर्न होइन। 5 घन्टा काम गर्ने अनि फेरि भोलिको मेरो 2 बजीको ड्युटी छ। सो आइम ह्याप्पी फर टुमोरो बिकज मेरो भोलि 2 बजी। कहाँ जाने अरे? तपाईँ त मजा छ है, हामी त ड्युटी आएको, तपाईँहरूको छुट्टी भएको है। जानु जानु जानु, कस्तो आनन्द है, हामीहरू ड्युटी आएको, दाइहरूको मजा, छुट्टी भयो, ड्युटी सकेर जानु लाग्यो। फोटो यहाँ चाहिँ मजा। यहाँ एउटा बुल्डोजर दाइ आउँदै हुनुहुन्छ है, खतरा। लाज भनेको होइन, लाज भनेको होइन, यता पोस्टिङ ल सोलो मोसन अरे। अब जानु ल, तपाईँ जान्छ उहाँहरूको एउटा टोपी राजा हो क्या, तर जहिले नि पेट्रोली मान्छे त टोपी लगाएर घुमिन जाएर कुरा के भयो हेर त, भाँडा जस्तो बेहोरा देखाउँदैछु बिहाबाट यहाँनिर हेर न। कति आनन्द, उहाँहरूको हाम्रो बाहुँदै होइन, कति बाहुँदै है, बोका पुत्रा लिएर जाँदै हुनुहुन्छ बाहुँदै। खानाले पुगिसक्यो, म चाहिँ दुईचोटि बसाइरहेको छु। अब चाहिँ जुत्ता लगाएँ होइन, अब यो चप्पल चाहिँ मेरो भित्र राख्ने अनि जाने ल। अब हजुरहरूसँग पछि भरे बेलुका भेटिन्छ। हेलो हाई, सी इज माई फिलिपिनो फ्रेन्ड्स ओके, एन्ड हियर इज अलरेडी अब यहाँ चाहिँ 12:35 भइसकेको छ होइन। अब फाइनली हाम्रो ड्युटी सिद्धियो अनि हामी चाहिँ बाटोमा छौँ। अनि
if anyone interested to talk with her, just comment below, guys. Okay, and she is new cashier in Musrif Mall. And if anyone to talk with him, just comment. If anyone like her, just send me love heart in comment. Okay, अनि म चाहिँ ब्लग यहीँ एन्ड गर्छु हजुरहरूलाई हजुरहरूसँग म भोलि भेटौँला हैन अहिलेको लागि बाई गुड नाइट लभ यू